इरानीहरूको यो तस्बिरले विश्वभरका मानिसहरूको मन जितिरहेको छ। ट्रम्पले हिजो इरानलाई धम्की दिएका थिए, विश्व इतिहासबाट एउटा सभ्यता नष्ट गरिदिने भनेर धम्की दिएका थिए भने इरानी जनताहरू आफ्नो सभ्यता जोडिएका ठाउँहरूसँग अथवा महत्त्वपूर्ण संरचनाहरूमा आफ्नो झण्डा बोकेर यसरी गएर बसिरहेका थिए। युद्धमा आम मानिसहरूमाथि अथवा पब्लिकमाथि चाहिँ प्रहार गर्नु अलिकति अस्वाभाविक मानिने हुनाले उनीहरू त्यहाँ गएर बस्दाखेरि अमेरिकाले अट्याक गर्दैन कि भनेर त्यहाँ गएर बसेका हुन सक्छन्। अमेरिकाले केही दिन अगाडि मात्रै इरानको एउटा महत्त्वपूर्ण पुलमा अट्याक गरिसकेको थियो भने त्यो कदम रोकिन्छ कि भन्ने आशले इरानी जनताहरू आफ्नो राष्ट्रियता जोगाउनको लागि, आफ्नो सभ्यता र आफ्नो महत्त्वपूर्ण संरचनाहरू जोगाउनको लागि यसरी बसेका थिए। हुन त इरानी जनताहरू आफ्नै सरकारसँग अथवा आफ्नो देशकै नेताहरूसँग असन्तुष्ट थिए। उनीहरूले नेपालमा जस्तै प्रोटेस्ट गरेका थिए र हजारौं संख्यामा त्यहाँ इरानी जनताहरूको ज्यान गएको छ। तर जब आफ्नो युद्धमा अमेरिकाले हस्तक्षेप गर्न थाल्यो, त्यहाँको नागरिकहरूमाथि अट्याक गर्न थाल्यो, त्यो भइसकेपछि इरानी जनताहरू आफ्नै सरकारलाई अहिले साथ दिएका छन्। भनिन्छ नि, घरको झगडामा छिमेकीले हात नहालेको राम्रो, अथवा घरको झगडामा छिमेकीले हात हाल्छ भने घरका मानिसहरू एकजुट हुनुपर्छ। हो त्यही उदाहरण अहिले इरानी जनताहरूले देखाइरहेका छन्।